सो गाइज है पठाउ गरेर यस्तो पैसा जम्मा गरेर यस्तो ठेला खोला कति मजा आउँदो रहेछ। यो त सुरुवात मात्रै हो, जानु त कहाँ हो फेरि होइन। गुड मर्निङ सबैजनालाई, डे नम्बर 2 मा तपाईँलाई एकदमै स्वागत छ होइन। म बिहान बिहानै टक्क ठेलामा आएर ठेला सेला खोलिसकेँ होइन। टक्क सबै कुरा रेडी भइसक्यो, झाडु साडु पनि लगाइसक्यो। अब टक्क लगाएर चिया खाइन्छ होइन। फर्स्टमा चाहिँ मजाको चिया खाइन्छ, अनि त्यसपछि हामी फुच्ची चाहिँ स्टार्ट गरिसकेका छौँ। हाम्रो आजको दिनको सुरुवात हुनेवाला भइसकेको छ, पटक्कै सुरु हुनेवाला छ। चिया खानको लागि जानुपर्छ पहिला चिया दोकानमा, त्यसपछि बल्ल स्टार्ट हुन्छ आजको दिन होइन। खै दिदी भैँसीको दुध दिन त, भैँसीको छैन, गाईको छ छैन? भैँसीको छ, गाईको छ। यत्रो दुध खाँदाखेरि नतर्सिनलाई नि, फेरि दिनकै दुध खान्छ यो भाइले, कति खाँदैछ नभन्नलाई नि। 3टा कफी दिनु। यो भयो कफी बनाउने मेसिन, त्यसपछि यसलाई हटाइन्छ सबैभन्दा सुरुमा त। ल गाइस, बिहानको 8:30 भइसक्यो। यता च्याङवा भन्ने गीत बजिरहेको छ, यता चिया पनि बनेर एकदम रेडी भइसकेको छ। डक्क चिया खाइन्छ होइन। अचारको लागि माल पनि रेडी छ, कुकर पनि बसिसकेको छ। अब काम स्टार्ट हुन्छ। फुच्चीले हाम्रो टक्क बिस्कुट निकालेर दिन्छन् फेरि डेली फेरि होइन। अनि चाहिँ बिस्कुट र चिया खाने हो। फुच्ची चाहिँ हाम्रो फुच्ची चाहिँ फेरि डेली चिया र बिस्कुट हो टक्क लगाएर बिहान बिहान होइन। म चाहिँ फेरि कफी हो, अन्त टक्क हल्का काँचो चना खाइदिने स्टार्ट गर्ने। यता च्याङवाला गीत चलिरहेको छ टक्क लगाएर होइन। बाटोमा पनि राम्रो राम्रो मान्छेहरू हिँडिरहेछन्। फर्स्ट कुरो त अब यो अचारको लागि टमाटर समाटर बसालिन्छ, रेडीमा हानिन्छ है त गाइस। अलराइट गाइस, अलमोस्ट 9 बज्ने बेला भइसकेको छ र मैले यहाँ टक्क ललिपपहरू मिक्स गर्न रेडी राखेको छु। अचारको माल मेरो रेडी हुँदैछ। त्यसपछि चाहिँ चिया पनि म खाँदैछु र हाम्रो फुच्चीले आलु पनि छिलेर सकिसकिन्। त्यही क्रममा यहाँ अलिकति सना रहेछ, अलिकति नास्ता पनि पप्प पारिदिउँ होइन। अब भनेको यो ललिपपलाई रेडी गरेर फ्राई गर्ने हो। फुच्चीले आलु चप बनाउँछन्, त्यो पनि फ्राई गर्ने हो। अचार पाक्छ, त्यो पनि पिसिदिने हो होइन। 11 बजीसम्म चाहिँ लगभग काम सकाउनु पर्ने हो, तर तान्ना तुन्न पाएर 11:30 जति बज्छ होइन। हिजो चाहिँ मलाई फेरि भाँडा पनि मान्नु थियो र रन्का बुझे रन्का हान्नु थियो र अलि ढिला ढिला भएको थियो। तर आज मसँग चाहिँ हाम्रो फुच्ची, मास्टर सेफ फुच्ची। फुच्चीले उता मैले यता जाम्पी इज्जाम हानेर छिटो सक्ने होइन त फुच्ची हो नि। यस भन्छन् फुच्चीले, उता इङ्ग्लिस बोल्छन् फुच्ची। फेरि म खासै इङ्ग्लिस बोल्दैन। फुच्चीले फेरि मलाई इङ्ग्लिसमा चाटिरहन्छन् क्या। फुच्ची फेरि 1 नम्बर चाट्छिन् मलाई इङ्ग्लिसमा। आफू इङ्ग्लिस बोल्न जाने भनेर मलाई इङ्ग्लिसमा थर्काएर विपत्तै गर्छिन्। Is talking English? You talking English? Yes, she's talking in English, okay? मासु भनेको थिएँ मैले, यहाँ मासु चाहिँ ल्याइदिइसकेको छु कि साउजीले। यतापट्टिबाट ढोका लक छ, अब यतापट्टिबाट जानुपर्छ। ओ साउजी, याद छ? ओ साउजी के हो? खै मेरो ऊ आएन त यार माल अहिलेसम्म, के गरे? ल ठिक छ, अर्को साउजी आउने होइन आज। ल गाइस, मासु चाहिँ रेडी हुँदैछ। अब मामभुली चाय खाइन्छ फर्स्टमा त होइन। यो पनि कटिङै हान्ने होला। यो यता नि यहाँबाट यसरी सट्टा नि। यो भयो प्याज होइन। यो प्याज किन गिला गिला खान्छ यार, पानी परेपछि के हो? यसरी हान्ने पहिला त, पहिला यस्तो 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 गराएर हाने नि हुन्छ हुन त। तर दिने होइन। धनियाँ किन यस्तो छ यार? यो धनियाँ पनि होइन 700 रुपियाँ किलो छ यार, कति महँगो यार। केही अफोर्ड गर्न सकिन्न यतासँग यार। 9:30 भइसक्यो। मासु पसलको साउजीले मलाई मासु ल्याइदिएन अहिलेसम्म। के भयो, कहाँ गयो मासु यार? अहिलेसम्म फ्राई गर्ने बेला भइसक्यो, ढिलो भइसक्यो, मासु आइरहेको छैन। साउजी कहाँ हुनुहुन्छ? ऊ मेरो सिक्युरिटी गार्ड पनि साथसाथै हिँड्छ क्या फेरि। के साउजी? ओ सलाम वालेकुम। हामी यो अब युट्युब ब्लगर बन्न लाग्यौँ कि, टिकटक मात्र होइन युट्युबर पनि बन्ने अब साथसाथै होइन। ओ साउजी, खै मेरो चेस्ट यही हो। मैले साउजीलाई फेरि सलाम वालेकुम भनेर फेरि टक्क फेरि है उडाइदिन्छु भनेको थिएँ। 950 को भयो यो? ए भगवान्। लगायत मासु चाहिँ रेडी रहेछ, साउजीले नल्याइदिया मात्र रहेछ क्या खासमा चाहिँ। लगायत अब 10 बज्नु आँट्यो। तेल मेरो रेडी छ, अब फ्राई गर्ने, ज्वाइँ फ्राई गर्ने। भाँडा हान्ने त बाँकी छँदैछ। त्यसपछि यो मासु पनि यस्तो मिलाएर म्यारिनेट गरेर राख्नुपर्छ। ल जुसी हुन्छ क्या, म्यारिनेट गरे जुसी हुन्छ क्या होइन। के लाग्छ तपाईँहरूले भन्नु न? म्यारिनेट त गर्नु पर्यो। होमिजा मेरे लिए मन्नत माग, मन्नत में मेरे लिए जन्नत माग, नाचा पोस्ट पास्ट गिरी ला आलु चप खाम। राइट गाइज होइन, 9:57 गइसकेको छ। आलु चप मैले सब निप्टाइदिइसकेँ होइन। अब ललिपपको पालो छ, ललिपप फ्राई गरिन्छ। पुत्ता यहाँ आगो ठुलो भयो, बाटो में निकल जाता है ये भी होइन। कुत्ताइदिरह भने झ्याप्पै कति महँगो छ यो तेल भनी किनिसक्नु छैन। आलु त्यस्तै महँगो, 25 रुपियाँ किलो आलु, 70 रुपियाँ किलो पुग्या होइन। त्यही भन्दा 1 कप
कफी खायौँ होइन। अब डानस सानस पनि मार्नुपर्छ बेला बेलामा। अब चाहिँ हामीले के हुन्छ भन्दाखेरि चाहिँ अब यहाँनिर सरसफाइ कार्यक्रम हुन्छ। अचार पिस्न त अझै बाँकी नै छ। प्लस यो चाटको लागि चाहिँ अब यो 1 लट आलु उसिन्ने चाटको लागि होइन। भर्खर आलुचप सक्यो, अब चाटको बाँकी छ, ललिपप फ्राई गर्नु बाँकी छ, मसला पिस्नु पनि बाँकी छ। कि काम त फेरि इत्रै कामहरू त नै छन्। कि पाक्क लाग्छ कहिलेकाहीँ त, तर मजा नि आउँछ फेरि होइन। गाना साना सुन्दै टक्क लचक्री कमरिया तेरी हाय हाय भन्दै के हुन्छ नि, त्यसरी काम गर्ने हो कि होइन। कामले काम होइन कि मजाले लिने हो कि। म पहिला पठाउ गर्दै होइन, पठाउ गरेर पैसा जम्मा गरेर म यो ठेला खोलेँ होइन। यो ठेलामा नि यो फ्रिज त मेरो अझै किस्तामै छ, आधासम्म त किस्तामै छ होइन। गर्छु भनेपछि नेपालमा हुन्छ क्या गाइस, हार मान्ने होइन क्या। पहिला क्याफे थियो मेरो, क्याफे डुबाएँ मैले होइन, पैसा जिरो भुक्कड। त्यस्तो गरेर यहाँसम्म आइपुगेँ। यहाँबाट कहाँ जानु छ यार, हार्ने होइन, लाइफ मजा लिने हो क्या लाइफलाई होइन। त्यही भएर सो चिल क्या गाइस होइन, आरामले उ गर्ने हो क्या म लाइफ भनेको। अलमोस्ट 10:15 भइसक्यो होइन। मैले चाहिँ सब कामहरू लगभग भ्याइदिइसकेँ। ललिपपदेखि ल्याएर विङ्सदेखि ल्याएर सबै भ्याएँ। अब यसलाई चाहिँ सफा गरौँ पहिलो कुरो त होइन। यो गन्दा भएको छ लास्टै क्या, कचडा भइसकेको छ होइन। त्यसपछि रोलको फेरि बाँकी छ क्या अझै होइन। चिकन काटी रोल, भेज काटी रोल, अन्डा काटी रोलको लागि चाहिँ अब त्यो भित्रको माल मटेरियल तयारी गर्न बाँकी छ होइन। त्यही यो काम पुच्चीलाई मैले भाँडा मान्न पठाइरहेको छु। आएर पुच्चीले यहाँ पुरै झाडु हान्छन्, म चाहिँ अचार पिस्छु, पुच्चीले झाडु हान्छन्, पोचा सोचा लाउँछिन्। अनि टक्क फेरि यता भात पनि पकाउनु पर्ने हुन्छ फेरि होइन। 10 त बजिसक्यो अलमोस्ट। तर नि आज चाहिँ एकदम छिटो सकियो जस्तो लाग्यो कि मलाई। काम चाहिँ एकदम तुफान, त्यो चाहिँ मजा लाग्यो आज मलाई होइन। सो गाइस है, पठाउ गरेर यस्तो पैसा जम्मा गरेर यस्तो ठेला खोला कति मजा आउँदो रहेछ। यो त सुरुवात मात्रै हो, जानु त कहाँ हो फेरि होइन। तर यु गाइस क्यान अल्सो डु है। अब लाग्छ नि त झाडु, त कडक झाडु लाग्छ नि त यहाँ त कुना काट्छ सो होइन गाइस। तपाईँहरूलाई के लाग्छ झाडु लाउने तरिका यस्तै हो? यस्तै लाउँछन्? कस्तो लाउँछन् झाडु? खै कमेन्ट हान्नु त। खै यो त यहाँ त पिच्के छ नि त नि। ए लडलाई म भन्दा गर्नु छ यार, उचाल्न सक्दैन टेबल। के हो, किन यस्तो? तिमी किन यस्तो बाबा? ल मार्यो केटोले, मार्यो। अर्का देशमा गएर भाँडा मान्नु भन्दा होइन। के छ बाबजी? हिजो 6 प्लेट चाट खाएको दया थियो। 20 मिनट लाग्छ आलु उसिन्दै थियो, 20 मिनट 25 मिनट लाग्छ भने 25 मिनट बसेरै चाट लगाएर गयो यार। मलाई पनि त्यही भन्थेँ, इन्डिया गएर खान्थेँ मैले पहिला बोर्डरमा हुँदा भन्थ्यो। 25 मिनट कुरेर 2टा चाट प्याक गरेर लगेर गयो यार। ल गाइस, बिहानको 11:30 पनि बजिसकेछ होइन। मैले सबै कुरा रेडी गरिदिएँ, झाडु पनि लगाइदिएँ। अब सब चिटिक्क पारिदिएँ। अब ह्यान्डओभर भनेको मेरो बाबजीको हातमा जान्छ होइन। त्यसपछि म चाहिँ आज यहाँबाट बिदाबारी भएँ। के कस्तो लाग्यो तपाईँलाई भिडियो? यसो लाइक हान्नु होला, कमेन्ट हान्नु होला होइन। सब्सक्राइब मनपर्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनु होला। सो जय नेपाल।